वेलकम छ गाइज मेरो मिनी ब्लगमा तपाईहरुलाई फेरि पनि स्वागत छ। म मिनी ब्लग लिएर आइसकेको छु। आज कतै गएको त मिनी ब्लग छैन, तर यतैउति घुमेको मिनी ब्लग हालेको छु। आज नभ्याएर नहालेको हो। भोलिदेखि चाहिँ मेरो कन्टिन्यू हुन्छ मिनी ब्लग। आजको मौसम पनि साह्रै राम्रो छ हौ साथी हो। यस्तो ठाउँ छ यार, ओभर दामी लाग्छ यार मलाई त्यो भ्यू हेर्नु न, भ्यू जग्गास छ क्या मौसम। घरि गर्मी हुने, घरि शीतल हुने, घरि हावा आउने, घरि बादल लाग्दिने, पानी पर्दिने, यस्तै छ मौसम विराटनगरको। अनि आज फेरि धान रोपाइ पनि, यहाँ धानको मुठाहरू चाहिँ उखालेर राख्नुभएछ। यहाँ कसको हो त्यो चाहिँ मलाई थाहा छैन होइन, तर धान रोपाइ पनि चल्दैछ, त रोपिसक्नुभएछ। यो अब कतै अरू त्यही उता लाउनुहुन्छ होला अथवा यहीँ लाउनुहुन्छ होला सायद मेरो हिसाबले। यस्तै छ गाइज मेरो मिनी ब्लग। खासै मलाई ब्लग बनाउनु पनि आउँदैन, म एउटा जस सिक्दैछु ब्लग कसरी गर्ने, कसरी बनाउने, बोल्ने स्किप पनि आउँदैन क्या मलाई, बोल्न पनि आउँदैन क्या। अब मैले बोलेर सुन्दा कति साथीहरूलाई होइन मेरो बिल्ला पनि हान्छ होला, मलाई थाहा छ त्यो कुरा। हानोस्, हरेक चिज चोट खाएरै मान्छे अगाडि बढ्छ मैले सुनेको थिएँ। सायद मेरो साथीहरूको बिल्ला पनि मेरो लागि त्यो एउटा अगाडि बढ्ने भराङ हो कि बा, मलाई घरिघरि चाहिँ त्यस्तो लाग्छ होइन। ठिक छ साथी हो, मलाई यस्तै गर्दै गर, म अगाडि चाहिँ बढ्छु बिस्तारै। मसँग टाइम छैन क्या मेन कुरा ब्लगिङ गर्ने क्या। अब कतै जाउँ, कुनै ठाउँको बनाऊ, यो ठाउँ यस्तो हो, यो ठाउँ उस्तो हो भनेर जानकारी दिउँ बुझाउँ भने छैन क्या। मेरो ड्युटी गर्दैछु, मेरो ड्युटी कहिले सिद्धिने हो। ड्युटी सिद्धिसकेपछि मेरो कन्टिन्यू दामी दामी ठाउँको ब्लग हाल्छु क्या म। चलोस् नचलोस् त्यसले मलाई सरकार भएन, तर एउटा मिसनमा लागिसकेपछि त मिसन कम्प्लिट गर्ने चाहिँ मेरो एउटा ड्रिम हो। यो ड्रिम चाहिँ म कम्प्लिट गर्छु। लगाए यस्तो छ आजको मौसम विराटनगरको, अब दामी छ मौसम चाहिँ। हरियालीको बिचमा म मजाले घुम्दै घुम्दै भिडियो बनाउँदैछु। यो चाहिँ पानी ट्याङ्की बन्दैछ, जापान सरकारले नेपाल सरकारलाई सहयोगको नाताले एउटा बनाइदिँदै हुन्छ। बनिसकेपछि पछि नेपाल सरकारलाई बुझाउनुहुन्छ, जापान सरकारले अहिले बनेको छैन खासै। अब केही 10-12% त्यहाँ सायद काम बाँकी होला, त्यस पछाडि बुझाउनुहुन्छ नेपाल सरकारलाई। भ्यू चाहिँ यो ठाउँ पनि दामी लाग्छ गाइज, हेर्नु न तपाईँहरू एकचोटि। अब दामी क्या, जुम तान्छु थोरेर हेर्नु है, कस्तो दामी छ हेर्नु त, दामी क्या दामी। यत्तिकै हुनु पऱ्यो क्या। फेरि मेरो मोबाइलको जुम पनि खतरा छ साथी हो। यहाँ फ्ल्याग पनि हेर्नु है, फ्ल्याग एउटा हाम्रो नेपालको फ्ल्याग छ, एउटा जापानको छ, एउटा कुन कम्पनीले काम गर्दैछ त्यो कम्पनीको छ, अनि एउटा चाहिँ अर्को कम्पनीको पनि छ। त्यहाँ हेर्नु है, 4वटा फ्ल्याग छ गाइज। यस्तरी काम हुँदैछ यहाँ धम्माधम। यो ब्लगिङ आउँदैन, सिक्दैछु, सिक्ने हो, अगाडि बढ्ने हो, अरू केही होइन। तपाईँहरू के कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला सायद होइन गाइज। म पनि सन्चै छु। यतातिर कुनै साथीहरूलाई यस्तो यो बनाउने कसरी हो, तरिका के हो सिकाइदियो मलाई राम्रो हुन्थ्यो। कि यस्तै तरिका नै हो कि बा, यसरी नै बनाउने हो, बिस्तारै आफै सिकिन्छ कि बा बनाउँदै बनाउँदै, त्यो पनि हुनसक्छ होइन। ल साथी हो, मेरो यति भन्दै आजको ब्लगिङ सिद्धियो। तपाईँहरूले मलाई साथ सपोर्ट गर्नु होला, माया दिनु होला, लाइक सब्सक्राइब सेयर कमेन्ट गरिदिनु होला। यति भन्दै म तपाईँहरूसँग बिदा लिन चाहन्छु। थ्याङ्क यू फर वाचिङ गाइज।